नमस्कार, म जितेन्द्र प्रसाद शर्मा, सिनियर डिभिजनल इन्जिनियर, युवा श्रम तथा रोजगार मन्त्रालय। आज हामी एउटा महत्त्वपूर्ण विषयमा कुरा गर्न गइरहेका छौँ, त्यो भनेको मानसिक स्वास्थ्य। वैदेशिक रोजगारीका क्रममा हामी देशका कामदारहरू, श्रमिकहरू विदेशमा जाँदा हामी आफ्ना परिवार, साथीभाइ र आफन्तहरूबाट टाढा जान्छौँ। त्यहाँ नयाँ वातावरणमा हामीलाई अनुकूलन हुनुपर्ने हुन्छ र हामीलाई चाहिँ डर, भय र एउटा चाहिँ थकानको अवस्थाहरू पनि आउँछ। यी समस्याहरू प्राय सबै श्रमिकमा देखिने यो स्वाभाविक र सामान्य समस्या हुन्। तर केही सङ्केतहरू चाहिँ आयो भने हामीले यसलाई मानसिक स्वास्थ्यको रूपमा, मानसिक समस्याको रूपमा हामीले चाहिँ त्यसलाई चाहिँ नोटिस गर्नुपर्ने हुन्छ। जस्तै हामीलाई चाहिँ लामो समयसम्म चाहिँ मनमा चाहिँ चिन्ता लागिरहने, मन दुखी भइरहने, मनमा चाहिँ डर भइरहने, साथीभाइहरूसँग कुरा गर्न मन नलाग्ने, एक्लै बस्न मन लाग्ने, सधैँ चिन्ताले सताइरहने, त्यस्तो किसिमको हामीलाई सङ्केत देखियो भने त्यो चाहिँ मानसिक स्वास्थ्यको या मानसिक समस्याको चाहिँ लक्षण हुन सक्छ भन्ने कुरा हामीले चाहिँ ध्यान दिनुपर्छ। हामीले चाहिँ के गर्नु पर्यो भन्दाखेरि आफ्नो साथीभाइहरूसँग, आफ्नो आफन्त घर परिवारहरूसँग नियमित रूपमा चाहिँ संवाद गर्ने, कुराकानी गरिराख्ने, आफ्ना मनमा लागेका हरेक किसिमका भावनाहरूलाई चाहिँ साटासाट गर्ने। त्यसले हाम्रो मन हल्का हुन्छ र हाम्रो मानसिक स्वास्थ्यलाई चाहिँ हामीले स्वस्थ राख्नका लागि यसले मद्दत गर्छ। त्यस्तै चाहिँ दोस्रो कुरा हो विश्राम। हाम्रो कामको अत्यधिक दबाव र हामीले उचित पर्याप्त विश्राम गर्न नपाउँदाखेरि पनि हामीलाई मानसिक समस्याहरू आउने गर्दछ। यो विश्वमा चाहिँ हामीले चाहिँ अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मान्यता र हाम्रो विभिन्न कानुनहरूले पनि भनेका छन् 8 घण्टा काम, 8 घण्टा आराम र 8 घण्टा मनोरञ्जन। त्यसकारण हामीले चाहिँ विश्राम पनि पर्याप्त गर्नुपर्छ। साथसाथै हामीले साथीभाइहरूसँग कुरा गर्ने, मनोरञ्जन गर्ने, हिडडुल गर्ने लगायतका विभिन्न एक्टिभिटिजहरूमा पनि हामी सहभागी हुनुपर्छ। त्यसले पनि हाम्रो मानसिक स्वास्थ्यलाई चाहिँ स्वस्थ राख्नलाई चाहिँ सहयोग पुग्छ। र साथसाथै हामीलाई कुनै लामो समयसम्म एकदम एन्जाइटी जस्तो हुने, डर हुने, निद्रै नलाग्ने या निद्रा अस्वाभाविक रूपमा धेरै निद्रा लाग्ने, खान मन नलाग्ने, कसैसँग कुरा गर्न मन नलाग्ने, एक्लै बस्न मन लाग्ने, त्यस्तो किसिमको केही सङ्केतहरू देखियो भने उचित मानसिक स्वास्थ्यको चाहिँ हामीले उपचार खोज्नुपर्छ। यसमा लाज मान्नु पर्दैन, किनभने यस्ता समस्याहरू धेरै श्रमिकहरूमा, धेरै व्यक्तिहरूमा आउने गरेको छ। यो कुनै लाजको विषय होइन। त्यसकारण हामीले समयमा नै उचित उपचार खोज्यो भने हामी मानसिक रूपमा स्वस्थ हुन सक्छौँ। नेपाली दूतावासले पनि मानसिक स्वास्थ्य सम्बन्धी चाहिँ विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका हुन्छन् र मानसिक समस्यामा परेका व्यक्तिहरूलाई लक्षित गरेर मानसिक स्वास्थ्यसँग सम्बन्धित चाहिँ सहयोग गरिरहेका हुन्छन्। यहाँहरूले नेपाली दूतावासमा समन्वय गरेर, सम्पर्क गरेर पनि मानसिक स्वास्थ्य सम्बन्धी सेवाहरू, सहयोगहरू लिन सक्नुहुन्छ। त्यसकारण हामीले शारीरिक मात्र होइन कि शारीरिक, मानसिक र सामाजिक तिनै तवरले स्वस्थ र सुरक्षित भएर चाहिँ हामी आफ्नो काम गरौँ। धन्यवाद।